इलामको राजदुवाली क्षेत्रमा पछिल्लो दिनमा 5वटा शिला भेटिएको विषयले सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म चर्चा पाएको छ। इलाम नगरपालिका 4 प्रमिला कार्कीले सपनामा 5वटा शिला देखेको बताउँदै सोही स्थानमा उत्खनन गर्दा त्यति नै संख्यामा शिला फेला परेको दावी गरेपछि घटनाले ध्यान खिचेको छ। उत्खननको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँ ठूलो भिड जम्मा हुन थालेको छ। स्थानीयहरूले कार्कीको शरीरमा देवी अवतरण भएको भन्दै पूजा आराधना सुरु गरेका छन्। सोही क्रममा विभिन्न ठाउँबाट धामी झाँक्री र भक्तजनहरू राजदुवाली पुगेका छन्। शिलामध्ये केही घर लैजाने तयारी भइरहेका बेला विवाद समेत देखा परेको छ। एक वृद्धले ढुङ्गा कुल्चिएको भिडियो सार्वजनिक भएपछि घटनाले अझ चर्चा पाएको हो। यस घटनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले उक्त भिडियोमा देखिएका आफ्ना नेता यमनाथ भण्डारीलाई धार्मिक अहिंसाको कारण पार्टीबाट निलम्बन गरेको छ। स्थानीय प्रशासनले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। इलाम नगरपालिकाका मेयर केदार थापाले घटनास्थल अवलोकन गरी शिला त्यहीँ राख्ने वा लैजाने विषयमा स्थानीय बीच सहमति गराउन प्रयास भइरहेको बताएका छन्। राजदुवाली क्षेत्रमा अहिले पनि विवाद बढ्दो अवस्थामा रहेको छ।